योभन्दा अघिको क्लासमा हामीले विश्वको इतिहासको औद्योगिक क्रान्ति, फ्रान्सेली राज्य क्रान्ति, अमेरिकी स्वतन्त्रताको सङ्ग्राम र रुसी क्रान्तिको बारेमा पढेका थियौँ भने आजको क्लासमा हामी प्रथम विश्वयुद्ध र द्वितीय विश्वयुद्धको बारेमा पढ्नेछौँ। अब हामी जाउँ प्रथम विश्वयुद्धतिर। सर्वप्रथम त हामीले प्रथम विश्वयुद्ध हुनको रिजन के हो भनेर जान्नुपर्छ। प्रथम विश्वयुद्ध अस्ट्रियाले सर्बियामाथि आक्रमण गरेपछि स्टार्ट भएको भनेर बुझिन्छ। यस्तै गरी क्वेसन नम्बर 1 मा रहेको छ प्रथम विश्वयुद्ध कहिलेदेखि सुरु भयो? यसको एन्सर रहेको छ सन् 1914 जुलाई 28। यस्तै गरी क्वेसन नम्बर 2 मा रहेको छ प्रथम विश्वयुद्ध कहिले अन्त्य भयो? यस्तै गरी यसको एन्सर रहेको छ सन् 1918 नोभेम्बर 11। क्वेसन नम्बर 3 मा रहेको छ प्रथम विश्वयुद्ध कति समय चलेको थियो? यसको एन्सर रहेको छ 4 वर्ष 3 महिना 11 दिन, जम्मा 1561 दिन चाहिँ प्रथम विश्वयुद्ध चलेको थियो। यस्तै गरी क्वेसन नम्बर 4 मा रहेको छ प्रथम विश्वयुद्धमा नेपालले कसलाई साथ दिएको थियो? यसको एन्सर रहेको छ बेलायत। क्वेसन नम्बर 5 मा रहेको छ नेपालमा पहिलोपटक भिक्टोरिया क्रस पाउने व्यक्ति को थिए? यसको एन्सर रहेको छ कुलवीर थापा। यस्तै गरी क्वेसन नम्बर 6 मा रहेको छ प्रथम विश्वयुद्ध हुँदा नेपालका प्रधानमन्त्री को थिए? यसको एन्सर रहेको छ चन्द्र शमशेर। क्वेसन नम्बर 7 मा रहेको छ प्रथम विश्वयुद्धको परिणामस्वरूप स्थापित सङ्घ कुन हो? यसको एन्सर रहेको छ राष्ट्रसङ्घ। क्वेसन नम्बर 8 मा प्रथम विश्वयुद्धमा कुल कति राष्ट्रले भाग लिएका थिए? यसको एन्सर रहेको छ 32। क्वेसन नम्बर 9 मा रहेको छ प्रथम विश्वयुद्ध सन् 1918 नोभेम्बर 11 मा भएको कुन सन्धि पश्चात अन्त्य हुन पुग्यो? यसको एन्सर रहेको छ भर्साइलिज। क्वेसन नम्बर 10 मा रहेको छ प्रथम विश्वयुद्धमा कुन पक्षको हार भएको थियो? यसको एन्सर जर्मनी। क्वेसन नम्बर 11 मा प्रथम विश्वयुद्धकालमै जर्मनीको सिंहासन त्याग्ने राजा को हुन्? यसको एन्सर रहेको छ केजर विलिय द्वितीय। क्वेसन नम्बर 12 मा रहेको छ भर्सेलिज सन्धि कति अवधिको लागि भएको थियो? यसको एन्सर रहेको छ 12 वर्ष। क्वेसन नम्बर 13 मा रहेको छ प्रथम विश्वयुद्धमा सहभागी भएर पनि कुनै क्षति नभएको राष्ट्र कुन हो? यसको एन्सर रहेको छ अमेरिका। क्वेसन नम्बर 14 मा रहेको छ भर्सेलिजको सन्धिमा जम्मा कति भाग र धाराहरू रहेका थिए? यसको एन्सर रहेको छ 15 भाग 449 धारा। यस्तै गरी प्रथम विश्वयुद्ध सम्बन्धी बाँकी क्वेसनहरू आएमा हामी नेक्स्ट क्लासमा छलफल गर्नेछौँ। अब जाउँ द्वितीय विश्वयुद्धतिर। क्वेसन नम्बर 1 मा रहेको छ द्वितीय विश्वयुद्ध कहिले सुरु भएको थियो? यसको एन्सर रहेको छ 1 सेप्टेम्बर 1939। क्वेसन नम्बर 2 मा रहेको छ द्वितीय विश्वयुद्ध कहिले अन्त्य भएको थियो? यसको एन्सर रहेको छ 2 सेप्टेम्बर 1945। क्वेसन नम्बर 3 मा रहेको छ द्वितीय विश्वयुद्ध जर्मनीले कसमाथि आक्रमण गरेपछि सुरु भएको थियो? यसको एन्सर रहेको छ पोल्यान्ड। क्वेसन नम्बर 4 मा द्वितीय विश्वयुद्धपछि शक्तिशाली बन्न पुगेका राष्ट्रहरू को हो? यसको एन्सर रहेको छ अमेरिका र रुस। क्वेसन नम्बर 5 मा रहेको छ द्वितीय विश्वयुद्धको परिणामस्वरूप संयुक्त राष्ट्रसङ्घको स्थापना कहिले भएको थियो? यसको एन्सर रहेको छ 24 अक्टोबर 1945। क्वेसन नम्बर 6 मा रहेको छ द्वितीय विश्वयुद्धमा जर्मनीको नेतृत्व कसले गरेका थिए? यसको एन्सर रहेको छ हिटलर। क्वेसन नम्बर 7 मा रहेको छ दोस्रो विश्वयुद्धको अन्त्यसँगै विभाजन भएको कुन मुलुक शीत युद्धको अन्त्यसँगै पुनः एकीकरण भयो? यसको एन्सर रहेको छ जर्मनी।
क्वेसन नम्बर 8 मा रहेको छ द्वितीय विश्वयुद्धको कारण विभाजित जर्मन कहिले पुनर्कीकरण भयो? यसको एन्सर रहेको छ सन् 1990। क्वेसन नम्बर 9 मा रहेको छ प्रथम विश्वयुद्ध समाप्त भएको कति वर्षपछि द्वितीय विश्वयुद्ध सुरु भएको थियो? यसको एन्सर रहेको छ 21 वर्ष। त्यस्तै गरी क्वेसन नम्बर 10 मा रहेको छ हिटलर जर्मनका चान्सलरमा कहिले नियुक्ति भएका थिए? यसको एन्सर रहेको छ 1933। क्वेसन नम्बर 11 मा रहेको छ उत्तर एट्लान्टिक सन्धि सङ्गठन नामकको साम्यवाद विरोधी सैनिक सङ्गठनको स्थापना कहिले भएको थियो? यसको एन्सर रहेको छ सन् 1949 अप्रिल 4। क्वेसन नम्बर 12 मा रहेको छ द्वितीय विश्वयुद्धमा भिक्टोरिया क्रस पाउने पहिलो नेपाली को थिए? यसको एन्सर रहेको छ लालबहादुर थापा। यसमा नझुक्किनु होला। प्रथम विश्वयुद्धमा कुलवीर थापा, द्वितीय विश्वयुद्धमा लालबहादुर थापा। क्वेसन नम्बर 13 मा रहेको छ द्वितीय विश्वयुद्धमा नेपाली कतिजनाले भिक्टोरिया क्रस पाएका थिए? यसको एन्सर रहेको छ 10 जना। क्वेसन नम्बर 14 मा रहेको छ द्वितीय विश्वयुद्धमा कति मानिसहरू घाइते भएका थिए? यसको एन्सर रहेको छ 3,40,00,000। त्यस्तै गरी रहेको छ क्वेसन नम्बर 15 मा हिटलर कुन पार्टीका सदस्य थिए? यसको एन्सर रहेको छ राष्ट्रिय समाजवादी। यस्तै गरी हामी एटम बम सम्बन्धी पनि केही जानकारीहरू लियौँ। एटम बम चाहिँ हिरोसिमा र नागासाकीमा खसालिएको थियो। नागासाकीमा चाहिँ 9 अगस्त 1945 मा खसालिएको थियो भने हिरोसिमामा 6 अगस्त 1945 मा खसालिएको थियो। यसै गरी नागासाकीमा खसालिएको बमको नाम चाहिँ फ्याटम्यान थियो भने हिरोसिमामा खसालिएको बमको नाम लिटिल बोय थियो। त्यसै गरी हिरोसिमा र नागासाकीमा बम विस्फोटन हुँदा करिब 2 लाखभन्दा बढी मानिसहरूको मृत्यु भएको थियो। Thank you for watching this video.